ल गाइस अब हामी नुवाको छेउमा आइपुग्यौँ है। ल आज चाहिँ म सबैजनालाई फेरि नुवाको आर्क भिजिट गराउँछु। ल गाइस हेर्दै गर्नु होला। ल दिदी नुवा यो अब नुवा आर्कमा चढ्नु लागि रेडी भएको होइन त बसमा? बस आयो नि आर्क चढ्नुको लागि रेडी। हामीलाई गाइड गरेर ल्याइदिनु भएकोमा भाइलाई पनि धेरै धेरै धन्यवाद। नुवा बाजेले आशिष दिउन्। ल ड्राइभर बाजे बाहिर निस्क्यो, खलास्क्यो, चढ्यो। ल खै ल लाग्यो। ल भाइ चढ्नु त। ल कहाँ हिँडेको फेरि छोरी हेर्ने रे। ल ल ल ल मौसमी बिजन ठिकै छ? ल बस गएर उठेर अब घुम्न गइन्छ है साथी हो। अनि तपाईँहरूलाई देखाउँछु म है। रातो पार्टी चाहिँ घुमेर आएको होला। हो त कहाँनिर टिकट गर्नुपर्ने हो? लु तिमीहरू दुईजना लगाइदिएको छु। लु त कहाँ छ टिकट बाई गर्ने घर? उहाँ रहेछ। आमा टिकट उहाँ, रेस्टरुम जानु दिदी। अन्त टिकट गर्नु जाउँ न त। ल आइज यहाँनिर चाहिँ टिकट बाई गर्ने। कसरी गोटा हाल्यौँ हामी टिकट? तीनटा टिकट, तीनजनाको होइन? ल खोइ कता गयो यहाँनिर चाहिँ ट्याक हान्नु पर्ने। लु त ऊ ल भाइ अब यहाँबाट निस्किएर ल होइन दिदी यो एउटा हाम्रो यो पनि एउटा हाम्रो के अरे उयो हो। के भन्छ दिदी? एउटा हामीले यो पनि उहाँ अब भन्नु पर्दाखेरि चाहिँ के अरे हाम्रो बुढाबुढीलाई घुमाउने ओर्ने हुन्छ नि होइन? त्यस्तै यो एउटा आफ्नो परमेश्वरको मनोरञ्जन भन्दाखेरि पनि आफ्नो आफ्नो एउटा ऐतिहासिक जग्गा, बाइबलको हो, इतिहास भएको जग्गाहरू हो यो। आज हामीले सुनेको मात्रै थियो, आँखाले देख्न पाइन्छ। आँखाले देख्नु हो नि, हो नि। नुहाले बनाएको जहाज होइन? ल एन्ट्री गरेको यहाँबाट होइन? यहाँबाट एन्ट्री गरेर चाहिँ अनि यहाँबाट चाहिँ आर्कभित्र छिर्छौँ। यो आर्क चाहिँ नुवा आर्क चाहिँ यो हो। जिपलाइन Woohoo! Oi! Chị. Okay, wow. Give me. अफ गरिसक्यो? Yeah. थ्याङ्क यू। ल यो त फुल रोप्ने जग्गा पो रहेछ त। ल 15 वर्ष पछाडि चाहिँ हामी फाइनल्ली आज नुवा बाजेले बनाएको नौकाभित्र चाहिँ पस्नु आइरहेको छ। एकदम म चाहिँ ह्याप्पी छु। अनि हाम्रो दिदीहरूलाई पनि आज घुम्ने मौका पाल्छ। दिदीहरूले पनि है हामीसँगै आउनु भएको छ। उहाँहरू खुसी हुनुहुन्छ। फोटो दुईजना सेल्फी भिडियो है यो चाहिँ हामी दुईजनाले। यो चाहिँ नुवा बाजेको आर्क, नुवा बाजेले बनाउनु भएको आर्क हेर्न आएको हामी दुईजना ह्याप्पी छौँ।
यहाँनिर चाहिँ चौडा यस्तो छ नि यो चाहिँ सबै के अरे सबै पहिला यो धनेश जोली जोली छ सबै जोली जोली छ त्यही हो बाइबलकै अब यो कथाहरूलाई समेटेर यो बनाएको है यहाँनिर सबै जग्गा छौँ यहाँनिर पनि यो चाहिँ धनेश हामी चाहिँ धनेश भन्छौँ तर यहाँ चाहिँ के भन्छ थाहा छैन होइन यहाँनिर यो सबै यो चाहिँ घस्रिने गो होइन गोही होइन यो त गोरु सबै जोली जोली यहाँनिर छ पहिला नुवा बाजेले यो के अरे जल प्रलय हुँदाखेरि चाहिँ सबै यो नौका बनाएर नौकामा परमेश्वरको दर्शन अनुसारले उहाँले यो के अरे बोटलाई बनाएर चाहिँ यो जरी जन्तुहरू भनौँ न सबै कुरा चाहिँ यसरी उहाँले भेला गरेर सबैको जोली जोली होइन हाँस कुखुरा परेवा जे पनि यो संसारमा छ सबैको जोली जोली बनाएर चाहिँ यही जहाजभित्र लगाएर यो त होइन यो चाहिँ अब त्यसको त्यसैको उयसमा हो हुनु चाहिँ तर यो त अब पछाडि बनाएको र पनि त्यसैको सबै कुरो चाहिँ नक्कलमा बनाएर एउटा यो ऐतिहासिक कुराहरूलाई चाहिँ समेटेर राखेको होइन अनि मान्छेहरूले आएर हाम्रो नानीहरूले पनि होइन यो परमेश्वरको ऐतिहासिक कुराहरूको बारेमा नुहाहरू सब नुहा बाजेहरू उहिलेदेखिको भनौँ न नुहा बाजेको पालादेखि यता उसको छोराहरू सबै यहाँ बसेर चाहिँ 40 दिन 40 रात के अरे पानी परेर डुबेको संसार डुबाउ भएको बेलाको कथाहरू सबै यही भित्र छ अब म यहाँभित्र जाँदैछु यहाँनिर अहिले यो चाहिँ सबै जति देखाइरहेको छु बाहिर हो यहाँ हेर्नुहोस् है ल यहाँबाट यसरी यो पनि कस्तो रहेछ डिसेबलहरू पनि जानु सजिलो हुने खालको रहेछ नि त यो होइन अब हामी चाहिँ भित्र पसिसकेको छौँ है अब यहाँ चाहिँ एकदम पर्लाया हुन आँटेको बेलाको जस्तै पुरा गाडाङ गुडुङ गरेर पानी आउन आँटेको जस्तो साउन्ड पनि यो जहाजमा पस्ने बेलामा यसरी नै साउन्डहरू आएको थियो नि त होइन ल खिचिदियो अब त्यो हेर्ने बेला ल के भयो अरे यसरी चाहिँ पहिला विभिन्न किसिमको जनावरहरूलाई बोकेर हिँडेको होइन सुँगुर बोकेको यहाँ सुँगुर बोकेको थियो रहेछ यी सुँगुर यहाँ हो तपाईँहरूले मेरो साथीहरूले के चाहिँ बोकेको थियो भनेर चाहिँ तपाईँहरूले विचार गर्नु पाउनुहुन्छ यहाँनिर हो र अहिले पुरा बाहिर पानी पर्न थाल्यो होइन बाहिर पुरा पानी पर्न थाल्यो यो सबै सपनामा देखाएको अनुसारले बनाएको कुराहरू हो यो चाहिँ फर्स्ट फ्लोर हो खानेकुरो स्टक गरेको थियो मैले सबै एनिमल्सहरू जोडी राखेको बाहिर पानी परेको आवाज पनि चट्याङ हानेको होइन गागाङ गुगाङ गरेको आवाज पनि छ होइन अनि यहाँनिर चाहिँ खानेकुरो अब जनावरहरूले के खानेकुराहरू मान्छेले खानेकुराहरू यो चाहिँ अब यो जनावरहरूले खानेकुराहरू स्टक गरेको होइन
उहाँ बोराहरू त्यहाँ पर देखाइरहेको छ यहाँनिर है यसरी चाहिँ उहाँ त्यतिखेर के अरे स्टक गरेर अब सबै कुरोलाई राखेको थियो यसरी। अनि उहाँहरूको फ्यामिली चाहिँ यहाँ हाम्रो उहाँको फ्यामिली हो यहाँनिर तिनवटा छोरा आमा तिनवटा बुहारी अनि आमा बाजे यहाँनिर उहाँहरू प्रे गरिराखेको छ पानी परिराखेको बेलामा होइन। यो चाहिँ उहाँहरूको जतिखेर पनि उयो हुन्थ्यो यहाँ आएर चाहिँ उहाँले प्रे गर्ने उहाँको प्रे गर्ने प्लेस प्रेयर गर्दै गरेको प्रे गर्दै गरेको उसको तिनवटा छोरा तिनवटा बुहारी आमा उहाँ बाजे होइन मेरो 7 जना अझै फेरि सामानहरू यहाँनिर पनि आफ्नो खाने कुरा बोरी बेस्तराहरू सबै पोको पारेर राखेको जग्गा तपाईँको है। यहाँनिर यस्तो सामानहरू यो सबै यहाँ फोटोमा देखाइएको छ यो सबै चाहिँ यहाँ भित्र पसेको भन्छ होइन। यहाँनिर यो देखाइराखेको छ यहाँ जोडी बोकेर हिँडेको थियो यो चाहिँ यो जिउँदै हो यो होइन यो त लाइफै होला हौ आँखा त डल्लै देख्छु यसको पनि जोडी नै छ यहाँनिर पहिला कसरी बनायो भनेर चाहिँ यहाँनिर कस्तो कस्तो उयोले बनायो यसरी बनायो उनीहरूले डिजाइन गरे यो त्यसैको डिजाइनमा हो यो यतिखेर धरि पनि उनीहरूले यस्तो यस्तो सामानहरू उनीहरूले युज गरेको सामानहरू यो घाँस काट्नेदेखि लिएर विभिन्न किसिमको यो चाहिँ उनीहरूको सामग्रीहरू हो होइन। के चलाउँथ्यो के सामानहरू चाहिन्थ्यो यो सबै यहाँनिर उनीहरूले देखाएको छ यहाँ राखिएको छ यो सबै जे थियो त्यो जमानामा जे थियो त्यो सबै नै यहाँनिर उनीहरूले कलेक्सन गरेर राखेको हो यो होइन। त्यतिखेरको त नहोला र पनि त्यो बनाएर चाहिँ त्यस्तै सेम नक्कल भन्छ नि त्यस्तै यहाँनिर के चाहिन्थ्यो सबै सामानहरू छ यहाँनिर उनीहरूले सेभ गरेर बाइबल पढ्यो भने यो सबै कुराहरू चाहिँ भेटिन्छ उत्पत्तिमा चाहिँ यहाँनिर चाहिँ नोआको छोराले यहाँ किलहरू बनाउँदैछ यो बोर्डमा चाहिने यो चाहिँ उनीहरूको भाटी हो को छोराले फेरि रेलिङहरू बनाउँदैछ यहाँनिर काठको सामान काट्दैछ आरामले यो चाहिँ नवा बाजेले क्वेसन सोध्यो भने नवा बाजेले एन्सर दिन्छ है यहाँनिर चाहिँ यतापट्टि उसको श्रीमती चाहिँ कुनामा बसिरहेको छ उसको श्रीमती नोआको श्रीमती चाहिँ कति नेपालमा हुनुहुन्छ कतिजना होइन। यो चाहिँ नोआको आर्क हो नोआको जस्तै त्यो पुरानो नोआले बनाएको जस्तै हो केन्टुकीमा हो यो चाहिँ अमेरिकाको केन्टुकीमा यहाँनिर हामी चाहिँ हिजो सेमिनारमा हाम्रो बिएनसिएको सेमिनारमा हामी आउँदाखेरि नजिक पर्दो रहेछ र हामी यहाँनिर आज हामीले 2 घन्टाको बाटो आएर 2 घन्टा भन्दा पनि 1 घन्टा 15-20 मिनट मात्रै हो लगभग 2 घन्टै लागिदियो
हैन। यहाँ आएर हामी घुम्दैछौँ, हेर्नु होला। यो सबै बाइबलको वचनहरू हो। फ्यामिली बघा, यो उहाँको फ्यामिली होइन। अनि यहाँनिर अब पहिला यसरी बाइबलहरू यसरी लेखिन्थ्यो। यो सबै हामीले देख्नुपर्ने कुरा हो होइन। त्यतिखेरको जमानामा चलाएको सामानहरू चलाउने कस्तो कस्तो हिसाबले चलाउँथ्यो। Matthew Bible, Belgian. First completed English कसरी अड्कियो भन्ने चाहिँ यहाँनिर देखाएको छ। मात्रै हो यहाँ हेर त। वेल देखा था क्या? साँच्चै नै यो चाहिँ यहाँनिर सुरुदेखिको अन्तिमसम्म यो चाहिँ अहिले जेनेरेसनमा आइपुगेको छ। ल साथी हो, यहाँनिर चाहिँ तपाईँहरूले हेरेर पढ्नु पर्यो यो बाइबलको स्टोरी अनि यो संसारको स्टोरीहरू चाहिँ है। यहाँदेखि सुरु भएर लिएर गएर चाहिँ अन्तिम तल हो, त्यहाँदेखिको तल्लो सानो चाहिँ अहिलेको सुरु भएको हो। फेरि यस्तै छ है गाइस। नुवा बाजेको के अरे जात चाहिँ सबै हिब्रू भाषामा लेखिएको छ होइन। अब हामी पढ्न जानिँदैन यसलाई चाहिँ, यो चाहिँ उल्टा गर्ने मान्छे चाहिन्छ। यो चाहिँ सबै यो अहिले अब हुनु त हातले बनायो भए पनि त्यतिखेर सबै जोडी बनाएर राखेको थियो भनेर चाहिँ फेरि पनि यो जाँचमा देखाइएको छ। यहाँनिर यो जाँचको सेप यस्तो हो। यो सबै कुराहरू चाहिँ उनीहरूले बनाएर राखेको छ। हेर्नुहोस् है गाइस, त्यहाँदेखिको पछाडि कस्तो भयो, के भयो। यो चाहिँ सबै बाइबलको कथाहरू हो। बाइबलमा लेखिएको कथाहरू चाहिँ यहाँ सबै छ। What people? Wow, मौसमी नुहाको जेठा छोरा बाइबल पढिरहेछ।
रोपिनेहरू यो सबै त्यतिखेरको जमानामा रोप्ने यसरी नै गरेको थियो रहेछ सबै कुरो यिनीहरू यो दुईजना यहाँ यो दुईजना यिनीहरूको पनि यहाँ भाँडा घुँडा सब्जी बोरीहरू सोफा होइन अनि त्यतिखेर यहाँनिर उनीहरूले बुढाहरूले इन्जोय गरेर बसेको थियो रहेछ हौ गर्नु त अब मजाले बनाएर बसेको छ अरे अनि यहाँनिर थाहा छ यो के अरे लास्टमा नुहाले ढुक्कुरलाई बाहिर उगाएको थियो नि पानी छ कि छैन भनेर टेस्ट गर्नु लागि यही हो मरेर पनि अहिले त उयो मात्रै रहेछ के अरे पखेटा मात्रै यही जोगी जोगी कागहरू उल्लुहरू यो उल्लु विभिन्न किसिम सबै जोगी जोगी चाहिँ पेयर पेयर राखेर चाहिँ यहाँनिर ल गाइस नुहार पनि सबै यति नै हो देखाइयो अब सबै कुरो त बुझाउनु सकिएन होइन र पनि मैले घुमाइदिएको छु तपाईँहरूले आफै बुझ्नु होला आउनु के अरे सक्नुहुनेहरू आएर हेर्नुहोस् होइन के अरे टाढा टाढाकोहरूले चाहिँ अब के गर्नु जानी नजानी भए पनि मैले भिडियो अपलोड गर्ने कोसिस गरेको छु नुहारको अब चाहिँ हामी नुहाको आर्क हेरिसक्यो अनि मैले चाहिँ यहाँ मेरो फ्यामिलीहरू मेरो साथीभाइहरूलाई चाहिँ अगाडि लगाएर म चाहिँ पछाडि पछाडि हिँड्दैछु सबैजनालाई कस्तो लाग्यो भन्नुहोस् है कस्तो लाग्यो हरिमा दिदी कस्तो लाग्यो कस्तो लाग्यो दिदी हो प्रभुको साक्षी चाहिँ हामीले यहाँ देख्यौँ अनि हामीले सुनेको त त्यो देखेको थिएन आज हामीले देख्न पायौँ एकदमै आशिषित भएछौँ परमेश्वरले यो बिल्डिङ बनाउनको लागि जसलाई ज्ञान बुद्धि विवेक दिनुभयो अचम्मको काम गर्नुभएको रहेछ प्रभुले आशिष गरून् अझै पनि भन्न चाहन्छु Any more questions? झिमझिम गर्दो रहेछ त I must get back to work. क्वेसन छ भने भन्नु उसलाई बाजेले भनिदिन्छ बाजेलाई नेपालीबाट सोध्नु भएन ल ल यहाँनिर चाहिँ यो कसरी पानी यसरी उँभो आयो अनि कसरी यो थुनियो गेट भनेर चाहिँ यहाँनिर लगाइएको छ त्यतिखेर यो पानीको के अरे भाप नाप्ने ओर्ने यसरी यो सबै त्यतिखेरको के भयो भन्ने कुराहरू चाहिँ यहाँ देखाइरहेको छ यहाँनिर चाहिँ सबै कुराको जोडी बाघ भालु चितुवा जेब्रा सबै कुरो गधा चितुवाहरू ऊँटहरू होइन सुँगुरहरू सबै कुराको चाहिँ जोडी लगाइएको थियो है यो राति हुँदीको सियालको साउन्डहरू होइन सियालहरू बाहिर के अरे पानी परिरहेको छ हावा चलिरहेको छ
मुसाहरू कराइरहेको छ जन्तुहरू यहाँ चाहिँ अब यहाँको के सामान किनेर लाने हो होइन एउटा रिमेम्बरको लागि यहाँ आयो भनेर एउटा चिन्हको लागि यो त निस्किने जग्गा हो नि त उनीहरूले बिक्री बट्टा गर्नु परेन यहाँ फेरि नानीहरू ल्याएर अघि पस्दा त कहाँ देखाउँछ यस्तो अब त यो त बिक्री बट्टा हो नि त निक्लिने बेलामा त जसले किन्छ बसेर कफी सफी खाँदा पनि हुने रहेछ ल यो चाहिँ अब अन्तिम हो अब हामी चाहिँ चेकआउट ल अब चाहिँ चेकआउट कस्तो लाग्यो नोआ आर्क कुमार दामी हो सबैलाई राम्रै लाग्यो होला सबैलाई राम्रै लाग्यो भने आशा लाग्यो होइन ल आजलाई यतिमै समाप्त गरे है सबै हेरेर नोआ आर्क कोले पकेको छ उत्पत्ति कोले पकेको छ कमेन्ट गर्नु होला होइन होइन बहिनी ए किन्दिएन बहिनी मैले त मैले भनेको नि नोआ आर्क कोले उत्पत्ति पकेर चाहिँ जानेको छ होइन नोआको बोटको बारेमा हेरेर यो भिडियो हेरेर कमेन्ट गर्नु होला कहाँ पुगेन गल्ती होइन आउनु पनि होस् याद आउँछ अहिलेको जस्तो होइन हाम्रो बिएनसिएको पास्टर सान प्रेसिडेन्टको श्रीमती हो उहाँ चाहिँ होइन हामी उहाँको फ्यामिलीहरू हौँ होइन अगापे फ्यामिलीहरू आज हामी उहाँको बोर्ड हेर्नुको लागि आएको छौँ है ल ल नोआले बिल गर्नुभएको नोआ आर्क ल आउट भयो नोआ आर्कको यो गेटबाट यस्तै छ नोआ आर्कको गेट चाहिँ ल जय मसी सबैजनालाई फेरि पनि अनि यो नोआ आर्कको बारेमा मैले यो छोटो भिडियो मेरो फेरि पनि न्यू ब्लग तपाईहरुको लागि तयार गरेर ल्याएको छु हेरेर साथ दिनु होला लाइक कमेन्ट गर्नु होला भन्न चाहन्छु।